बालेन शाहले हाम्रा सुइना पनि कर्णालीका सुइना भने हान् कुरा बुझ्यौ के हाम्रा सुइना पनि हाम्रा सुइना कर्णालीका सुइना भने हान् यो चाहिँ पश्चिमेली भाषामा बोल्ने कर्णालीमा अहिले सबभन्दा ठुलो समस्या चाहिँ हामीलाई बाटोघाटोको छ यहाँ सुरुङ मार्ग बनिरहँदाखेरि हामी कहाँ कालोपत्र कस्तो हामीले देख्न पाएको छैन त्यसै कारणले गर्दा अघिल्लो संसदमा हामीले बजेट भाषण च्यातेर मन्त्रीलाई फाल्नुपर्ने अवस्था आयो र पछि 1 अर्ब पैसा हालेर अहिले रारा जाने बाटो 91 करोड 66 लाखको आज 14 दिन भयो भर्खर ठेक्का लागेको छ है त्यो भए हुनाले अब कर्णाली र सुदूरपश्चिम त्यति मात्र होइन जहाँको तपाईँको आवाज बलिद छ जहाँ पिछडित छन् जहाँ विपन्न छन् विपन्नताको आवाज नै संसदमा म बोल्नेछु यो ढुक्क हुनु त्यहाँ दुई दियाइ भयो भन्दैमा डराइनेवाला छैन पहिला पनि केपी ओलीको सरकारै थियो प्रचण्ड पनि आएकै हुन् मलाई कुट्ने मान्छे संसदमा आएको थियो त्यतिखेर डराइएन अहिले त साथीभाइ आएछ केही छैन आफ्नो आवाज ढुक्कका साथ राख्छु पहिलो प्रश्न